हाम्रो यहाँ अचार रेडी भइसक्यो। चटपटेको लागि हाम्रो चाहिँ यहाँ डेस्टिनेसन चुज भइसक्यो अनि हाम्रो ब्रेकफास्ट हेलो गरुज अहिले चाहिँ हामी टिकटक बनाएर 2-4वटा रिल्स बनाइसक्यौँ। रिल्स दामी आएको खतरा आउँछ कि हेरिदिनु होला। वेलकम टु माई न्यू भ्लग। अनि आज चाहिँ होली हो अनि सबैजनालाई ह्याप्पी होली मेबाट। अनि त्यसपछि हामी चाहिँ आज ड्राई पिकनिक जाँदैछौँ। अनि हाम्रो चाहिँ ड्राई पिकनिकको लागि खानेकुराहरू रेडी हुँदैछ घरमा। अनि हाम्रो डेस्टिनेसन चाहिँ सो नियर फ्रम आवर हाउस एन्ड इज इट अन गेटबाट। ओके, यहाँ चाहिँ हाम्रो करेन्ट पाक्दैछ। अनि त्यसपछि हाम्रो यहाँ अचार रेडी भइसक्यो। अनि चटपटेको लागि यो सामान एन्ड देन दिस के यसमा चाहिँ हामीले के हालेको थियौँ, मासु हालेको थियौँ। भाँडा ठुलो भयो अनि हामीले मासु चाहिँ पर्क। हजुर हेलो भनिदिनु आमा। हेलो सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु भन्नु। यहाँ भन्नु न मोबाइलमा के अरे आफू भन्न त आउनु त्यस्तो लाइक सेयर सब्सक्राइब गरिदिनु भन्नु न। लाइक सेयर चाहिँ हामी रेडी भइसक्यौँ घुम्न जानको। अब चाहिँ हामी रेडी भइसक्यौँ, अब हामी जान्छौँ। अनि हाम्रो चाहिँ खानेकुरा पनि रेडी भइसक्यो। हामी तिनजना चाहिँ रेडी भइसक्यौँ, अरू चाहिँ नाटक गर्दैछन्। गाइस केटा मान्छेहरूको धेरै चटक हुन्छ क्या हिँड्ने बेला। हाम्रो घरमा चाहिँ मेकअप चाहिँ हामी फास्ट गर्छौँ, तर केटा मान्छेहरू कसरी ढिला हुन्छन्। हेलो गाइस, हामी आइपुगिसक्यौँ चाहिँ गोकर्ण। आजको यहाँको अवस्था छ एकदम क्राउडेड होइन। त्यहाँ हुनुहुन्छ यहाँ हेर्नु, बाँदर अस्ट्रेलिया, मङ्की फ्रम अस्ट्रेलिया। अनि यहाँ हुनुहुन्छ हाम्रो थाक्यो हल्का समकालीन। हेलो, यहाँ चाहिँ धेरै नै भिड रहेछ। हामीले धेरै नै थाक्नु भएको छ। यहाँ चाहिँ फेरि सबैजना भ्लगर मात्र, यहाँ सेकेन्ड भ्लगर हुनुहुन्छ। सबै भ्लगर विथ 0 भ्युअर्स एन्ड सब्सक्राइबर। यस्तो मान्छे नि हाइकिङ जानु पर्यो, के गर्नु होला, ट्रेकिङ जानु पर्यो। म त सक्दिनँ होला है। के अरे कराईबाट हो अनि यस्तो पहाड फर्स्ट टाइम देखा हो। फर्स्ट टाइम भन्दा नि चक्कर चक्कर लाग्ला जस्तो भइसक्यो। हिल लाएर आउनु भएको छ फेरि कोहीले नि भने त होइन। सबसे लास्ट हिँड्ने मान्छे यहाँ प्लेटवाली थालवाली। मलाई यहाँ भरिया बनाइछ। न्यायदेव सरकार, न्यायदेव भोट आउनुला छ। ए मलाई भोट हाल्ने गाएछ थालवारी। के तपाईँको चिन्ह के? मेरो चिन्ह यो लभ मुटु। म दाजु तपाईँको चिन्ह के होला? मोबाइल त ऋषि धमलाको होला। म पनि हो है फ्यान चाहिँ। म चाहिँ मेरै बुढाको फ्यान हो, त्यही भएर। सागर आई लभ यु। के अरे सागर आई लभ यु। आई लभ यु सागर। हामीले धेरै मिस गरेका छौँ, बर्थडे मनाउनु नपाए नि। तपाईँकै खुसीमा हामी यहाँ छौँ। अब हिँड्दा रोटी आइसक्यो भा कहाँ हिँडेको हामी हो। त्यही त हो नि चौर चाहिँ, तर खतरा देख्दो रहेछ है भ्यू चाहिँ। यस्तो दामी हावा चलिसक्यो नि गाइस। यहाँ एउटा घर बनाएर बस्नु पर्यो। यहाँ एउटा घर बनाएर बस्ने अरे भाउजू चाहिँ। अनि आउनु होला, केही किन्न जानु पर्यो भने चाहिँ डाँडा पारी जानुहुन्छ। हाम्रो चाहिँ यहाँ डेस्टिनेसन चुज भइसक्यो।
अनि यहाँ चाहिँ सबैजना हुनुहुन्छ आजको भ्यू चाहिँ एकदमै दामी छ कस्तो लागिरहेछ त ह्याप्पी होली गाइजहरू कति रमाइलो गरिरहेछन् त्यहाँ चाहिँ हामीले चाहिँ स्पिकर पनि ल्याएनौँ एउटा दिनु न यस्तो राम्रो नेचर जस्ट लाइक वाउ ए होस् हाम्रो ब्रेकफास्ट भुजिया ल्याहा त यत्रो ए भुजा छ त नि चिउराको चटपटी बनाउने किन यो साइडमा नहाल्ने हल्ला खाइयो भुडिया गाइयो अब टिकटक बनाउनुपर्छ अलिअलि अनि चटपट बनाउनुपर्छ अनि यसो नाप्नुपर्छ अनि चल्दिने स्पाइसी क्वीन पिरो एउटा फेरि टोकिदिँदा भाइरल हुनुहुन्छ तपाईँ खोर्सानी खाएर रियाक्सन नदिने मान्छे हो साँच्ची पिरो होइन त यो मासु किन नखाएको यसको मार्क प्राइस कति छ लाउँदा भाउजू खाएकै छैन म त खान्न मिठै लाग्दैन सेकुवा मात्र मिठो हुन्छ है होइन 110 कस्तो लागिरहेछ यो भन्दा त्यहाँ देखाइदिनु न यता 141 ऊ गाइज लुक एट हियर खोर्सानी त मतलब इन्टरभ्यू लिन आउनु होला खोर्सानी खाएको मान्छे पिरो नहुने मान्छे अनि मामा चाहिँ खायो अरे नि घुम्न जानु भइसक्यो अब हामी पनि एकछिन उफ्रिन्छौँ बादर जसरी कहाँ हुन्छ त्यो बुढानी कण्ठ बुढानी कण्ठ त उता हो ओ त्यता होइन हेलो गरुज अहिले चाहिँ हामी टिकटक बनाएर 2-4वटा रिल्स बनाइसक्यौँ रिल्स दामी आएको भ्यू होइन खतरा आउँछ कि हेरिदिनु होला अनि हाम्रो यहाँ नन डान्सरले नि आज खतरा डान्स गर्नु भएको होइन खतरा छ तपाईँको पर्फर्मेन्स हामीले देखेको वाउ सन किस भनेर अब उहाँहरू आउनु भयो हामी टिकटक बनाउँछौँ यहाँ कलर सलर लगाएर मैले कलर लगाइसकेँ अनि हामी चटपट बनाउँदैछौँ अब हामी चटपटी बनाउँदैछौँ ह्याप्पी होली अब यहाँ चटपट बनाउँदैछौँ गाइजहरू अनि अरू ठाउँमा चाहिँ खतरनाक यहाँ भइरहेछ चटपटी भइसक्यो रेडी चियर्स अनि यहाँ चाहिँ फेरि हाम्रो चटपट बनाउँदैछौँ यहाँ चाउचाउमा साइडमा थोरै अचार हाल्नु उही त्यो साइडमा त्यहाँ हाल्नु न त्यहाँ यता नहाल्नु मिठो हुँदैन त्यहीँबाट खानु तपाईँ थाप्दैन अचार कहाँ वर्ल्डको बेस्ट चटपटे भयो खाएँ ल ओके हामी चाहिँ घर आइसक्यौँ मैले फेस नि धोइसक्यौँ यहाँ ठुलो पिम्पल नि छ होइन ओके बाई गुड नाइट एन्ड किप सपोर्टिङ डु लाइक सेयर सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानललाई प्लिज आजको लागि यति नै अब अर्को भ्लग कहिले आउने थाहा हुँदैन उहाँको यो के अरे ब्याकग्राउन्ड म्युजिक साउन्डलाई चाहिँ प्लिज इग्नोर गर्नु होला अनि हामी दुईजनालाई फोकस सी यु गाइज इन नेक्स्ट भ्लग बाई बाई